नमस्कार अहिले हाम्रो यो अफिसमा छौँ हाम्रो साथीहरू बिजनेस पार्टनर पनि हाम्रो सँगै छ अनि आज भोलिको शुभकामना दिन चाहन्छौँ भोलिको दिन हामी इन्जोय गरिरहेछौँ भोलिको उपलब्धिमा म तपाईँहरूलाई समाजको बारेमा केही जानकारी दिन्छु प्रोडक्टको विषयमा प्रोडक्टको बारेमा जुन कि यो हाम्रो भविष्यमा जुन छ हाम्रो सबै प्रोडक्ट हो अहिले यो आफ्नो च्याउबाट बनेको कालो कफी जुन कि यो कफी यदि हामी युज गऱ्यौँ भने धेरैभन्दा धेरै हामीले लिन सकिन्छौँ धेरैभन्दा धेरै हामी योबाट फाइदा पाउँछौँ केही कुराहरू म सेयर गर्छु फर्स्ट अफ अल हामी चिया पसलबाट युज गर्छौँ तर त्यो चिया हाम्रो शरीरको फाइदा यदि 1 पैसा पनि फाइदा दिइरहेछ तर यो कफी अर्को कुरो यो 100% अनि यही सामान किन्दाखेरि भोलिको दिनमा आउने समयमा यो हामी फेरि युज गर्न सकिन्छ आज यदि हाम्रो छ भने आउने दिनमा यो हामी फेरि पनि सस्तो पनि गर्न सकिन्छ अनि फेरिमा पनि युज गर्न सकिन्छ यो स्किल सम्बन्धित लागि स्किल अनि यो एलोभेराको जेल हाम्रो स्किन सम्बन्धित फेसको लागि यो युज गर्दाखेरि फाइदा हुन्छ जस्तै हामी घाममा जान्छौँ घामको जुन असर छ हाम्रो स्किनमा डाइरेक्टली असर गर्न सक्दैन यो क्रिमको यो मसाज भयो गर्नु मसाज जस्तै हामी कपालमा छैन आदमीको ब्युटीको साथसाथै नलेज जस्तै बेलुका आएर यदि यो प्रयोग गर्यो भने हाम्रो शरीरलाई के गर्छ यो एकदम थका जति पनि हाम्रो शरीर थका लाग्यो भने एकदम नर्मल गरिदिन्छ अनि यो के भन्छन् एकदम बडीलाई एकदम सजिलो पारिदिन्छ यो गर्नु मसाज है यसको नाम हो गर्नु तारिफ दिनेछ अनि यो लेमन टी जसले गर्दा बिस्तारै आँखाले मौसम आउँछ अनि यसमा यो यसमा तपाईँको लेमन पनि जस्तै अब मार्केटमा पोल्ट्री युज गर्छौँ त्यो नै युज गरेका थियौँ यो युज गर्यो भने 100% नेचुरल लाभदायक पनि छ अनि यो के भन्छन् दाँतको लागि एकदम